नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको 1 अर्ब रूपैयाँ भन्दा बढ़ीको सम्पत्तिको वैध स्रोत नखुलेपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अनुसन्धानलाई तीव्र बनाएको छ। सम्पत्तिको वैधता पुष्टि गर्न नसकेका खड्का विरूद्ध आगामी जेठ महिनाभित्रै अदालतमा गैरकानूनी सम्पत्ति आर्जन, भ्रष्टाचारको मुद्दा दायर गर्ने गरी अख्तियारले गृह कार्य अघि बढ़ाएको छ। अख्तियार स्रोतका अनुसार प्रचलित बजार मूल्य अनुसार खड्काको नाममा अर्बभन्दा बढ़ीको अस्वाभाविक सम्पत्ति फेला परेपछि आयोगले उनको आर्थिक विवरणको सूक्ष्म विश्लेषण गर्दै बयान लिने कार्य गरिरहेको छ। व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका खड्काको वैध आमदानी, व्यावसायिक लगानी र कर तिरेको अभिलेखको तुलनामा स्रोत नखुलेको सम्पत्तिको हिस्सा निकै ठूलो पाइएको छ। आयोगले हाल खड्काका नातागोता र निकट सहयोगीहरूका नाममा लुकाइएको बिनामी सम्पत्तिको समेत खोजी गरिरहेको छ। जेनजी आन्दोलन र घरको आगजनीबाट खुलेको थियो रहस्य। पूर्व मन्त्री खड्काको सम्पत्तिमाथि राज्यका निकायहरूको गम्भीर निगरानी जेनजी आन्दोलनका क्रममा शुरू भएको थियो। 2082 भदौ 24 गते प्रदर्शनकारीहरूले उनको बुढानीलकण्ठस्थित निवासमा आगजनी गर्दा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणमा नेपाली तथा विदेशी नोट फेला परेका थिए। प्रदर्शनकारीहरूले उनको घरबाट भेटिएको पैसा हावामा उडाएको र नोटहरू जलेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले छानबिन शुरू गरेका थिए। फरेन्सिक ल्याबको परीक्षणले समेत उक्त घरबाट जलेका नोटका टुक्राहरू बरामद भएको पुष्टि गरेको थियो। सोही नगद फेला परेको घटनालाई लिएर सीआईबीले उनलाई गत चैत 15 गते सम्पत्ति शुद्धिकरणको कसुरमा नियन्त्रणमा लिएको थियो। तर पक्राउ पूर्जी र हिरासत म्याद थपको प्रक्रिया कानूनी रूपमा त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतले वैशाख 3 गते बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेर उनलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो। अख्तियारले लियो अनुसन्धानको जिम्मेवारी। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र राजस्व अनुसन्धान विभागले खड्काको सम्पत्तिमाथि अनुसन्धान गरिरहे पनि उनी पूर्व विशिष्ट पदाधिकारी, पूर्व मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन अनुसारको कारबाही बढी प्रभावकारी हुने ठहर गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यस मामिलालाई आफ्नो प्राथमिकतामा राखेर फाइल आफै खिचेको हो। अख्तियारको हालसम्मको अनुसन्धानबाट खड्काले आफ्नो राजनीतिक शक्तिको दुरूपयोग गरी एक जापानी नागरिकको ठूलो रकम समेत कब्जा गरेको रहस्य खुलेको छ। यसअघि लाजिमपाटमा रहेको नेपाल स्काउटको बहुमूल्य जग्गा कौडीको भाउमा लिजमा लिने विवादमा र जलविद्युत लाइसेन्स व्यापारमा समेत उनको नाम मुछिँदै आएको थियो। अख्तियारले जेठभित्रै विशेष अदालतमा मुद्दा लैजाने तयारी गरेसँगै पूर्व मन्त्री खड्का ठूलो कानूनी सङ्कटमा पर्ने देखिन्छ।